हाम्रो यो पहिले यहाँ कलहरु त कुनै आउँदैन थियो है। कसैले गाडेको छैन नि। यो त मैले हिम्मत गरेर गरौँ भनेर। त्यही त यत्रो सुक्खा ठाउँमा यसरी हिम्मत गरेर यस्तो पानी निकालेर अब हैन गाउँमा सबैले चाहिँ सुविधा मिल्यो। म पनि तपाईको यो काम देखेर धेरै खुसी छु। एकदम प्योर छ क्या पानी पनि सफा। हजुर खानालाई मिल्ने। ल हेर्नुस् है हाम्रो माडी बसमा यस्तो यति उचाइ ठाउँमा यस्तो सुक्खा ठाउँमा हाम्रो दाजुले यत्रो मेहनत गरेर यसरी पानी निकाल्नु भएको छ र यसै ठाउँमा अन्त कहीँ कुनै कलहरु त्यस्तो छैनन्। हाम्रो यो चाहिँ गाउँबाट पाखाबाट धारामा पानी गरेर पाइपबाट खाने चलन थियो। कुवा पनि खासै यहाँ छैन, त्यस्तो उहरु छैन। यस्तो उचाइ ठाउँ छ र यस्तो उचाइ ठाउँमा पनि उहाँले यसरी पानी निकाल्न सफल हुनुभएको छ। साथै उहाँको यो सुपारी बगान रहेछ, भर्खर लाउनु भएको रहेछ। यसमा चाहिँ तपाईको 1700 बिरुवा सुपारी छ अरे, हेर्न सक्नुहुन्छ। सुपारी बगान यता हजुर यतै तोरी बारी रहेको छ। हाम्रो त्यहाँनेर चाहिँ मटर राख्नु भएको छ उहाँले। उतातिर देख्न सक्नुहुन्छ माडीबासी स्कुल मन्दिर, उता अस्थायी प्रहरी बिट देख्न सक्नुहुन्छ। ल हेर्नुस् कति गहिरो खन्नु भएको छ दाजु? यो 180 फुटसम्म खनेको छ। हजुर अब पानीको लेयर त ठाउँ भेटेको, तर निकै गहिरोसम्म गएको क्या, यो सदाको लागि रहोस् भनेर। हजुर पाइप पनि हामीले यो 25 को मात्रै हानेको छौँ। हजुर पानी हेर्दाखेरि चाहिँ 50 को पाइपमा पनि आइरहने रहेछ। हजुर ठुलो छ पानी। एक ट्याङ्की पानी 1000 लिटर पानी ट्याङ्की 12 मिनटमा भयो। 12 मिनेटमा यही पाइपले। तपाईले अब यो घरमा मात्रै नभएर तपाईले यो पुरै गाउँलाई नै चाहिँ एउटा उदाहरण नै गरेर देखाइदिनु भयो क्या। माडी बसमा चाहिँ अब मान्छेलाई एकचोटि लगानी गर्दा क्या पानी आउँदैन, लगानी छ कि भन्थे। हजुर त्यो सबैलाई यो सपोर्ट भयो। अब थाहा भयो नि त। हजुर पानी हान्ने हो भने, लगानी गर्ने हो भने खेर नजाने रहेछ भन्ने भयो। भोलिको दिनमा अब यो हेरेर अरूलाई पनि त मनमा ऊर्जा भयो हैन। भोलिको दिनमा अब अरूले पनि चाहिँ हजुर अरूले पनि घाटो बिजुली आउनु भन्दा पनि हजुर यो विकास हो माडी बसलाई। किनभने सबै मान्छे कृषक छन्। हजुर कृषकलाई सबैभन्दा ठुलो चाहिने पानी हो। बाटो घाटो त आउँछ बिस्तारै होइन, हजुर उत्पादन बढायो त्यसले। यस्तो छ अहिले धेर अब कमिला हेर्ने ठाउँ जब छ। त्यही त अनि अहिले सबै गाउँ नै चकित परेको छ अनि यो पानी देखेर अनि हो यहाँ त यो पानी नआउने ठाउँ भन्ने हो होइन। हजुर आजसम्म कसैले पनि प्रयास पनि गरेको छैन क्या। पोरपोरारुमा तल चाहिँ इनार थियो हैन। मान्छेले इनार चाहिँ केही इनारहरू चाहिँ खने अलिक गयो, तर भएन। त्यो पनि भने जस्तो भएन। पानी सुकिजाने चैतमा, राम्रो नहुने खोर यहाँ त्यहाँ भन्ने कुरो भयो। हजुर ल दाजु, हजुरले यति राम्रो काम गरेर सबैलाई देखाइदिनु भएकोमा धेरै धेरै धन्यवाद।